सो हेलो एन्ड नमस्ते वेलकम ब्याक टु आवर न्यू ब्लग। धेरै नै पछि है मस्त हामी आज चाहिँ घोडदौरा जाँदैछौँ विथ बबाली। आज बबालीसँग घोडदौरा जाऊँ भनेर प्लान गरेको छौँ र आज शनिबार धेरै पछि भयो, भ्लग पनि नगरेको धेरै भयो होइन। चक्क सब्सक्राइबरले धेरै नै भ्लग खोजिराख्नु भएको थियो। सो आज बबाली र म चाहिँ एकछिन डे आउट, एकछिन रमाइलो गरौँ, एकछिन घुमघाम गरौँ, घोडदौरा जान्छौँ अनि हामी एकछिन घुम्छौँ बस्छौँ। छोटो मिठो भ्लग हुनेछ आज चाहिँ, त्यही नै हो। आज भ्लग धेरै ढिलो भयो, धेरैले म्यासेज गरिराख्नु भएको छ किन आउँदैन किन आइरहेको छैन भनेर। सो त्यसैले भने सानो तिनो यसो मिठो एउटा भ्लग गरौँ भनेर है त। यो चाहिँ हाम्रो घोडे बजार, टक्क मजाको भ्यू देखिरहेको छ है। सही हो, टक्क नाचो भइरहेको रहेछ तिसको यस्तै गरिन्थ्यो यार रनिङ होइन जमानामा। उही माथिसम्म रनिङ गरिन्थ्यो यार यस्तै। केटाहरू कुदिया छन् केटाहरू मस्त यस्तै कुदिन्थ्यो यार पहिला होइन। बाटो चाहिँ लास्ट ध्वस्त रहेछ है, बाटो चाहिँ लास्ट बिग्रिया रहेछ आजभोलि। यो बर्खाले होला बाटो चाहिँ ला खत्तम भएको छ यार। मलाई झर्ने बनायो बाबाले त्यति अझै राइड भएर हिँड्छ। पानी पर्दैछ गाइस है। यस्तै हो भ्यूहरू, रमाइलो छ। सो गाइस है पानी पर्दैछ, पानी परिसक्यो, बबाले लग्दैछ अगाडि। पानी परिसक्यो यार। ओतीमा एकछिन अहिले ठुलै परेको छ भने हिँड्ती माथि रुखमा जाऊँ। रेनकोट एउटा मात्र छ अनि पानी चाहिँ वायल परिसक्यो यार केटाहरू छ। माथि पुगेर पर्याएको छुट्टी मजा हुन्थ्यो। सो पानी परेको छ, त्यो भएर हामी फेरि यता ओत्तिएको छौँ। यहाँ भाइहरू रहेछन् ट्रेनिङ गर्दै, यहाँ टक्क रनिङ गरेर यहाँसम्म आइपुगेछन्। बाबाले रेनकोट लगाइसक्यो, म चाहिँ यहाँ टक्क हाम्रो गुवा लगाएको भाइ रहेछन्, तिनको छाता ओढेर बसिरहेको छौँ। अब कस्तो मुसा हो नि, अब हामी एकछिन यहीँ बस्छौँ अनि अलि पानी बिस्यो भने चाहिँ फेरि माथितिर लाग्छौँ है त। सो गाइस दामी हुस्सो लगाइरहेछ। यतातिर चाहिँ अलिक क्लियर छ, यतातिर चाहिँ पुरा हुस्सो लगाइसकेको छ अनि पानी पनि बितिसकेको छ। अब हामी चाहिँ माथि जान्छौँ होला, पानी बितिसकेको छ। ल सही हो। यता मसिनातिर चाहिँ पानी परेर हुन्छ, क्लियर छ। यता गुगली साइडतिर हाम्रो ट्राफिक साइडतिर चाहिँ पुरै हुस्सो लगाइरहेछ। सही हो। बाटो चाहिँ लास्ट खत्तम भइसकेको रहेछ यार। यतातिर पहिरो गएको रहेछ। वान मिस्टेक गेम फिनिस फेरि यहाँ त वहीँ तल सकिन्छ यार। पहिरो पनि दह्रो झरिरहेको रहेछ यार यहाँदेखि। सो गाइस हामी चाहिँ घोडदौरा आइसक्यौँ। टक्क यहाँ माथि छ अब डाँडा चाहिँ। यसो जान्छौँ माथि बस्छौँ। 12 देखि 4 दिन यहाँ के बोर्ड रहेछ, मैले पढ्न भ्याउँदैन। ल यसलाई स्क्रिनसट लिनु होला अनि पढ्नु होला है त। सही हो। ल अब हामी माथि जान्छौँ, माथि गएर के छ कस्तो छ माहौल पनि हेर्छौँ। अब बबाले ऱ्याङ्कोट खोल्दैछ। सही हो। हेभेन्स अफ हिल्स घोडदौरा 18 पनि मन नदुखाएर 50 रुपियाँ तिर्नु होला। यहाँ आउनु भयो भने 50 रुपियाँ किन तिर्यो भने तपाईँलाई रिग्रेट हुँदैन। सही हो। र अहिले चाहिँ भ्यू हेर्न हामीले पाउँदैनौँ किनकि हुस्सो लागिसकेको छ। यस्तो हामी माथि जान्छौँ, बस्छौँ, रमाइलो गर्नेछौँ। धेरै पछि भ्लग गर्दैछु, कस्तो लाग्छ के लाग्छ त्यो पनि कमेन्ट गर्नु होला। र आज चाहिँ निस्केको अनि धेरै भयो, बाहिर पनि निस्केको थिएन। बाबाले फेरि जाम्न दाइ आज यसको पनि म्युजिक भिडियो काम हिजो सक्यो अनि 2-3 दिन भयो काम भिडियोको। अनि दाइ यार ल झ्याउलाइरहेको जाम माथितिर भने अनि चल्न त भनेर फेरि हामी माथितिर आएको। सो हेभेन्स अफ हिल्स रिसोर्ट घोराई 18 घोडदौरा दाङ है त।
गाइस अहिले चाहिँ मस्त ढुडी फाटिसकेको छ यस्तो मजाको देखिरहेको छ अहिले झन् टक्क पानी बित्यो नि त यस्तो मजाको देखिरहेको छ घरधुरादेखि हाम्रो घोरै मस्त पारामा मिस्टर बवाली सही सो हामी चाहिँ घोरधुरामा छौँ टक्क यहाँ चाहिँ माथि नाचगान भइरहेको छ दामी पारामा यहाँ चाहिँ नाच अनि गान पनि गाना घन्किरहेको छ नि त यसो हामी चाहिँ मस्त घुमिरहेको छौँ हल्का हल्का क्लिपहरू ल्याइरहेको छौँ भिडियोहरू है फेरि बादल लाग्दैछ तर जोस् रमाइलो छ यार घरद्वारा चाहिँ अति नै छ अरूभन्दा नाइट आउने झन् भब्बाल छ क्या राति आउने भिडभाड छ जो शनिबार दिन आज रमाइलो छ म चाहिँ एकछिन त्यसरी बसिरहेको छु मस्त घरद्वारा डाँडामै छु बबाल चाहिँ एकछिन तल गएको छ बाइक लिन्छु भनेर गएको के र एउटा सर्ट बनाइदिनुको लागि बबालीको लागि सो यस्तै अहिले चाहिँ घाम चर्को घाम लागेको छ गर्मी हुन लागिसक्यो रमाइलो छ ठाउँ चाहिँ एकदम रमणीय छ घरद्वारा हेभेन्स अफ हिल्स घोराई 18 घरद्वारा दाङ है त जो दिउँसोमा पनि दामी छ राति आउनु झन् दामी छ है त मस्त यहाँ बसेर खान सकियो बस्नु सक्यो चिल आउट गर्नु सक्यो बर्थडे पार्टी जे पनि भयो भने रमाइलो गर्ने ठाउँ चाहिँ इनफ छ एकदम रमणीय छ एकदम रमाइलो ठाउँ छ अनि घोराइको भ्यू पनि एकदम मस्त हेर्न सकिन्छ होइन अब चाहिँ हामी निस्किन लाग्यो के छ भ्लग तल झर्दै हुनुहुन्छ रमाइलो भिजिट भयो हाम्रो साउ माथि हुनुहुन्छ देखिनुहुन्न राम्रोसँग सो गाइस अब हामी चाहिँ फर्किँदैछौँ घरतिर सो बबाले कस्तो लाग्यो त तँलाई वा रमाइलो हेभेन्स अफ हिल्स घोरधुरा कस्तो लाग्यो तँलाई सञ्जीव दाईको बाइक पनि चलाइयो यो पहाडमा मजा आयो साउट आउट टु सञ्जीव दाई दामी खोल्नु भएको रेस्टुरेन्ट खाना पनि एकदम मिठो है चिकन चाउमिन त्यही हो सो अब हामी चाहिँ घर फर्किँदैछौँ र हुसो पनि लाग्दैछ फेरि सो थ्याङ्क यू हेभेन्स अफ हिल्स त्यो त हेभेन्स अफ हिल्स थ्याङ्क यू सो अब हामी फर्किँदैछौँ अब हुसो लाग्दैछ फेरि यस्तो छ त्यो अब फेरि हामी फेरि नेक्स्ट टाइम आउँला घरदेउरामा है त सो गाइस अब हामी चाहिँ घर फर्किँदैछौँ अब चाहिँ हल्का हल्का सर्टहरू हुन्छ तलसम्मको लागि सो राइडर बबाले औ त्यहाँ बाख्राहरू टक्क सो एउटा हालेर जानुपर्छ क्या स्कुटीमा नि स्याक्क अगाडि हालेर ए एउटा हालेर लग्छौँ है के हुन्न नि यतिका रहेछ एउटा लग्दा केही हुन्न नि नानी कतिवटा छ तिम्रो 20वटा भन्दा धेरै भएपछि हामीले लग्छौँ है त स्योर नि ल अब एउटा अफर आएको छ यहाँ 20वटा बाख्रा छ अरे 20वटा भन्दा धेरै भएपछि हामीले लैजाने अरे 20वटा चाहिँ छाडिदिनु पर्यो नानीलाई है त अब बबाली गर्न जान्छ 20 भन्दा धेरै छ कहाँ 20वटा मात्रै हुनु नानी धेरै छ तिमी घाटामा पर्छौ होइन 20वटा भन्दा धेरै छ लैन गन नानीलाई आऊ गन्छन् 20वटा भन्दा धेरै भएपछि हामीले लहर जाने
ल ल गर्न ल हाम्रो कतिवटा बाख्रा रहेछ भनेर त्यो पनि थाहा हुन्छ नानीलाई। धेरै छ नि, धेरै रहेछ कि नै भन। त्यसो एउटा लैजाउँ। कति रहेछ? तिमीले त बाख्रा लग्यो भने तिमीलाई थाहै हुने रहन्छ। हेर त हामीले नसोधिकन लग्नु पर्ने हो कि नि। हामीले सोधेर गल्ती गऱ्यौँ नानीलाई। नसोधेर हालेर लगाएपछि नानीले थाहा पाउँदो रहन्छ। सो त्यही हो, अब चाहिँ फेरि कतिखेर घाम लाग्ने कतिखेर होइसो लाग्ने गरिरहेको छ। अब चाहिँ हामी फर्किन्छौँ। त्यही हो, ल सबलाई माया छ, जय होस्। रौली भिरमा नजाऊ छरेर मोरौली। यस्तो ठाउँसँग सो हामी चाहिँ माथिबाट फर्किसक्यो। त्यही नै हो आजको लागि, यति नै। के कस्तो भयो है त। ल आजलाई त छोटो मिठो र सबैले माया गरिदिनु ल, सब्सक्राइब गरिदिनु ल। अब के अरे केशवसँग बबालीको फिचर भयो आज। सही हो ल। आकाश भाइ पनि अनि अहिले चाहिँ आकाश भाइ भेट भएको छ नि टक्क बाटोमा। ल आजलाई यति नै गाइस, अब फेरि भेटौँला। जय जय।